भनिन्छ मदिरा स्वास्थ्यका लागि राम्रो हुँदैन, तर यो मदिरालाई पनि सही मात्रामा पिइयो भने यसले स्वास्थ्यलाई फाइदा गर्छ। यो हाम्रो दाबी होइन, एक अध्ययनको निष्कर्ष हो। सन् 2020मा नेदरल्यान्ड्समा गरिएको एक अध्ययनका अनुसार बियर नपिउनेहरूको तुलनामा दैनिक 1.5 पाउ बियर पिउनेहरू धेरै वर्षसम्म जीवित रहने सम्भावना 81% बढी हुन्छ। यो अध्ययन नेदरल्यान्ड्सको मास्ट्रिच विश्वविद्यालयले गरेको हो। यस अध्ययनमा बताइए अनुसार जसले दैनिक 3 सर्च व्हिस्की र 2 गिलास बियर पिउँछन् उनीहरू मदिरा सेवन नगर्नेहरूको तुलनामा लामो समयसम्म बाँच्छन् र उनीहरूको औसत आयु 90 वर्षसम्म पुग्छ। यस अध्ययनका लागि अनुसन्धानकर्ताहरूले 5500 जनाको ड्रिङ्किङ ह्याबिटको विश्लेषण गरेका थिए। अनुसन्धानकर्ताहरूले यस अध्ययनका लागि 2 दशकसम्म यी मानिसहरूको बानीको सूक्ष्म अध्ययन गरेका थिए। यस अध्ययनमा बियर पिउनु र लामो आयु बीच सम्बन्ध स्थापित गरिएको छ। अध्ययनसँग आबद्ध एक लेखक पिट बोइनका अनुसार एक थ्योरीले के पनि भन्छ भने मदिरा सेवन गर्नु मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ, तर यसको मतलब धेरै मदिरा सेवन गर्ने भन्ने होइन। अत्याधिक पिउनु तपाईका लागि फाइदाजनक नभएर हानिकारक हुन सक्छ।